चाहिँ हामीले चाहिँ इनपुट डिभाइसहरू डिफ्रेन्ट इनपुट डिभाइसहरू 12-13 वटा इनपुट डिभाइसको बारेमा कुरा गऱ्यौँ है। अब हाम्रो कम्प्युटर भनेको चाहिँ इनपुट प्रोसेस आउटपुट गर्ने डिभाइस हो भनेर हामीले पढिरहेछौँ। भनेपछि आउटपुट चाहिँ डिफ्रेन्ट वेमा देखिन्छ के, र आउटपुट चाहिँ एउटा चाहिँ सफ्ट कपी र एउटा चाहिँ हार्ड कपीमा देखिन्छ। अब सफ्ट कपी भनेको चाहिँ इन्टेन्जिबल जस्तो के होइन, छुन नसकिने तर हेर्न सकिने, फिल गर्न सकिने, सुन्न सकिने टाइपको आउटपुटलाई चाहिँ हामी सफ्ट कपी आउटपुट भन्छौँ होइन। छुनै सकिने होइन, हातमा लिन सकिने, छुन सकिने खालको आउटपुटलाई चाहिँ हामी हार्ड कपी आउटपुट भन्छौँ है। अब डिभाइस पनि दुई खालकै छ होइन। सफ्ट कपीको आउटपुट निकाल्नको लागि चाहिँ सफ्ट कपी डिभाइसहरू छ, अनि हार्ड कपी आउटपुटको लागि चाहिँ हार्ड कपी आउटपुट गर्ने डिभाइसहरू छ। सफ्ट कपी आउटपुट गर्ने डिभाइस भनेको चाहिँ एउटा मोनिटर हो होइन। सबैभन्दा धेरै चाहिँ 99% चाहिँ मोनिटरमै आउटपुट हेर्छौँ नि त हामी। अब मोनिटरको पनि टाइपहरू हुन्छ। मोनिटर भनेको चाहिँ स्क्रिन भयो जुन हामीमा जसमा हामीले आउटपुट हेर्छौँ होइन। मोस्टली यसमै हेर्ने हो नि त, अहिले पनि हामी यसमै आउटपुट हेरिरहेछौँ होइन। अनि सिआरटी, एलसिडी र एलइडी भनेर तिनवटा खालको, सिआरटी पुरानो खालको भयो, एलसिडी र एलइडी अहिले पनि चलिरहेको हुन्छ है। यसको कुराहरू हामी गर्छौँ। अर्को भनेको चाहिँ स्पिकर होइन। स्पिकर भनेको चाहिँ के हो त भन्दाखेरि चाहिँ स्पिकर भनेको चाहिँ तिम्रो हामीले सुन्न सक्छौँ होइन, सुन्ने आउटपुट आउँछ यसमा पनि। तर यो पनि इन्टेन्जिबलै हो नि त होइन। सफ्ट कपी चाहिँ इन्टेन्जिबल हुन्छ कि, इन्टेन्जिबल र टेन्जिबल भन्ने थाहा होला नि तिमीलाई है। यो इन्टेन्जिबल आउटपुट हुन्छ र यसको आउटपुट चाहिँ टेन्जिबल हुन्छ है। सुन्न सक्ने, फिल गर्न सक्ने हुन्छ भने यो चाहिँ सुन्न सक्न मिल्यो स्पिकरको आउटपुट। अब प्रोजेक्टरको आउटपुट पनि हेर्ने नै हो हामीले होइन। प्रोजेक्टर अब यसको बारेमा चाहिँ हामी अर्को दिन चर्चा गरौँला मोनिटर चाहिँ। अब आज चाहिँ हामी हार्ड कपीतिर जाउँ फर्स्टमा। हार्ड कपी आउटपुट भनेको चाहिँ हामीले प्रिन्टरले नै दिने हो क्या मेनली होइन। प्रिन्टरले चाहिँ प्रिन्ट गरेर निकाल्ने। अब प्रिन्टर पनि खालको हुन्छ र अब इभन 3D प्रिन्टरहरू पनि आइसक्यो अहिले त होइन। 3D प्रिन्टरले घरै प्रिन्ट गरिदिरहेको हुन्छ। त्यो पनि अब हाम्रो हार्ड कपी आउटपुट भयो। तर मेनली चाहिँ प्रिन्टर चाहिँ दुई खालको हुन्छ क्या। एउटा चाहिँ इम्प्याक्ट प्रिन्टर है, इम्प्याक्ट प्रिन्टर, र अर्को चाहिँ के त भन्दाखेरि चाहिँ नन इम्प्याक्ट प्रिन्टर। अब के हो त इम्प्याक्ट भनेको, किन इम्प्याक्ट प्रिन्टर भनेको अनि किन नन इम्प्याक्टलाई चाहिँ नन इम्प्याक्ट प्रिन्टर भनेको भन्दाखेरि चाहिँ बताइदिइहाल्छु है। यो त्यस्तो गाह्रो केही छैन बुझ्नलाई है। ओके, इम्प्याक्ट प्रिन्टर भने चाहिँ कस्तो प्रिन्टर भने नि, इम्प्याक्ट भनेको थिचेर के, अब सिधा भाषामा भन्नुपर्दा चाहिँ, आसान भाषामा भन्नुपर्दा चाहिँ थिचेर प्रिन्ट हुने के भनेको एउटा कुनै पनि एउटा प्रिन्ट गर्नुपर्ने चिजको एउटा मोल्ड जस्तो बन्छ, अनि त्यसलाई चाहिँ तिमी प्रेस गर्छौ क्या। तिम्रो पेपरमा प्रेस नै गरेर प्रिन्ट हुनेलाई चाहिँ हामी के भन्छौँ त, इम्प्याक्ट प्रिन्टर भन्छौँ क्या है। तिम्रो उसमा चाहिँ तिम्रो पेपरमा प्रेस नै गरेर, जस्तो ए लेख्नु छ भने एले प्रेसै भएर क्या, बी लेख्नु छ भने बी प्रेसै भएर क्या, थिचेरै त्यो इङ्कलाई त्यहाँ दबाएर अनि त्यहाँदेखि त्यहाँ टाँसिएर चाहिँ टच गरेर चाहिँ अनि त्यस पछाडि त्यसले लेख्छ भने चाहिँ त्यो चाहिँ इम्प्याक्ट प्रिन्टर भयो। त्यो नगरेर चाहिँ माथिबाटै इङ्क छर्केर अथवा लेजर गनले हानेर लेजरले हानेर अनि त्यस पछाडि त्यो प्रिन्ट हुन्छ भने चाहिँ त्यो चाहिँ नन इम्प्याक्ट हुन्छ क्या। फर्स्टमा इम्प्याक्ट प्रिन्टरमै जाम है हामी। इम्प्याक्ट प्रिन्टरमा जाउँ। इम्प्याक्ट प्रिन्टरमा चाहिँ हामीले 2-3 खालको डेजी विल भन्ने नि हुन्छ अर्को। यो डेजी विल पनि हेरिदिइहालौँ न। डेजी विल, ल 3 खालको प्रिन्टरहरूको चाहिँ हामी कुरा गरौँ है त। फर्स्टमा जाउँ, डट म्याट्रिक्स प्रिन्टर कस्तो हुन्छ भनेर हेरौँ ल। अब एउटा भिडियो नै हेरौँ होइन, भिडियोबाटै बुझिन्छ है यो चाहिँ फेरि कसरी काम गर्छ भन्दाखेरि। डट म्याट्रिक्स प्रिन्टर भनेको चाहिँ एकदम पुरानो खालको प्रिन्टर हो, र यसले चाहिँ यो चाहिँ एकदम पुरानो पुरानो खालको प्रिन्टर हो है। र यसमा चाहिँ आजकल चाहिँ हामी यस्तो खालको प्रिन्टर युज गर्दैनौँ। यो चाहिँ इम्प्याक्ट प्रिन्टर। इम्प्याक्ट प्रिन्टर हुने बित्तिकै यसले धेरै आवाज पनि गर्छ क्या, धेरै आवाज गर्छ र एकदमै स्लोली प्रिन्ट गर्छ। कस्तो हुन्छ, मैले मुखले जति भने पनि अब तिमीले इमेजिन गर्न गाह्रै हुन्छ होइन। त्यो भएर चाहिँ यसको एउटा इक्जाम्पल एउटा सानो भिडियोहरूमै
यसले पन्च कार्डहरू बनाउने हो सर त्यो डेजीले हजुर के त्यो भन्यो डेजीले चाहिँ पन्च कार्डहरूको त्यो बनाउने हो र डेजीले हो अँ, एकछिन पख न ए म अहिले हेरिहाल्छु म है वेट पहिल्यै डेजी विल पनि अहिले हेरौँला होइन रेकर्ड ओके रेकर्डिङ त मैले स्टार्ट गरेको थिएँ नि अघि होइन ठिक छ कहाँ छ भने ओके ल डट म्याट्रिक्स प्रिन्टर चाहिँ होइन है म डट म्याट्रिक्सको सबैभन्दा राम्रो इक्जाम्पल कुन थियो यी हेऱ्यो भने भयो है एकैछिन भयो ल मैले सा साउन्ड इन्क्लुड गर्न बिर्सेँ होला फेरि एकचोटि फेरि ल यो चाहिँ के भयो त भन्दाखेरि चाहिँ हाम्रो डट म्याट्रिक्स प्रिन्टर हो है डट म्याट्रिक्सले चाहिँ कसरी डट हुन्छ डटहरूले अक्षरको डटहरूले चाहिँ प्रिन्ट हुन्छ अब पख न एकचोटि हेर न अझ एउटा भिडियो थियो क्या जसले चाहिँ एकैछिन पख ल ल अब डट म्याट्रिक्स प्रिन्टर बुझ्यो है स्मल डटहरूले चाहिँ पेपरमा चाहिँ लेखेर चाहिँ होइन यसले चाहिँ लेटरहरू नम्बरहरू बढ्ने भयो है Friday is company karaoke. अब डट म्याट्रिक्स प्रिन्टर मा चाहिँ के हुन्छ भन्दाखेरि 9 18 अथवा 24 पिनको चाहिँ होइन रोजहरू हुन्छ है त्यो रोजले चाहिँ त्यहाँ टिक 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 लगाएर लेख्छ अब यो एउटा भिडियो थियो क्या जसले चाहिँ मजाले बुझाउनु थियो त्यो भिडियो चाहिँ मैले अहिले ठ्याक्कै भेटिनँ है फेरि कुनै दिन क्लासमा हेरौँला त्यो चाहिँ भेट्यो भने होइन अहिलेलाई चाहिँ यसरी बुझ त्यहाँ स्पिड चाहिँ एकदमै स्लो हुन्छ है यसको 50देखि 1 सेकेन्डमा 50वटा क्यारेक्टर मात्रै जस्तो प्रिन्ट गर्छ होइन 50 पनि गर्दैन मिनटमा भनौँ न मिनटमा अनि नोइज चाहिँ एकदमै नोइजी है यो नोइजी प्लस स्लो अनि कन्टिन्युस प्रिन्ट हुन्छ यो प्रिन्ट हुँदै बाहिर निस्किँदै गर्छ अब यसमा कलर प्रिन्टर चाहिँ खासै हुन्न है अब कलर हाल्यो भने कलर त लेख्छ तर त्यो एकदमै त्यो सीमित कलरहरू आउँछ आइहाल्यो भने पनि है र प्रिन्टिङ क्वालिटी पनि राम्रो हुँदैन है यो चाहिँ लेजर प्रिन्टर जस्तो उडिहाल्छ है बिल्सहरू इन्भोइसहरू रिसिप्टहरू प्रिन्ट गर्नलाई युज भइरहेको हुन्छ ब्याङ्क्समा होइन गभर्मेन्ट अफिसहरूमा युज भइरहेको हुन्छ है आजकल चाहिँ खासै युज हुँदैन है यो प्रिन्टर पहिला पहिला चाहिँ अलिअलि हस्पिटलमा पनि हुन्छ हुन्छ तर आजकल त खासै युज गर्दैनन् यो अलि अगाडिसम्म चाहिँ गर्थे है यो यस्तो खालको प्रिन्टर कहीँ कहीँ अझै पनि हुन्छ कुनै कुनै ठाउँमा हुन्छ तर मोस्टली चाहिँ हुँदैन एकदम टाइम कन्ज्युमिङ प्रिन्टर हो क्या यो तर एकदम सेटिस्फाइङ हुन्छ है हेर्न चाहिँ फेरि यसले काम गरेको ल यो चाहिँ भयो हाम्रो डट म्याट्रिक्स है अब डिजी विल पनि हेरिदिइहालौँ न त कस्तो रहेछ है डिजी विल
ल हेर डेजिबल यो पख ल साउन्ड आएन ल फेरि अब यसो हेरिएर है यसमा के हुने भन्दाखेरि एउटा विल छ है त्यो गोलो तरिकाको छ नि त्यो विलमा चाहिँ डिफ्रेन्ट क्यारेक्टरहरू छ 1 2 3 4 एबिसिडी सबै थोक छ है अनि त्यस पछाडि सिम्बल्सहरू पनि छ अनि त्यस पछाडि जुन चाहिन्छ नि त्यहाँ जस्तो एस लेख्नु पऱ्यो भने घुमेर त्यहाँ एस आउने भयो अनि एसले थिच्ने भयो क्या बुझ्यो है अनि यु चाहियो भने घुमेर यु आउने भयो युले थिच्ने भयो अब 1 चाहियो भने घुमेर 1 आउने हो 1ले थिच्नु भयो त्यसरी त्यसरी अनि टक 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 प्रिन्ट हुँदै जाने भयो क्या आई होप यु अन्डरस्ट्यान्ड है डेजी विल भनेको चाहिँ यस्तो खालको प्रिन्टर हो इम्प्याक्ट भन्ने प्रिन्टर हुने नै भयो थिचेर गरिरहेछ इम्प्याक्ट प्रिन्टर भयो डेजी विल भनेको चाहिँ त गोलो छ नि त त्यसलाई डेजी विल बनायो र मोटर हुन्छ बिचमा अनि मोटरले चाहिँ घुमाउँछ त्यसलाई है एकदम स्लो नोइजी प्रिन्टर हो है एकदम स्लो र नोइजी प्रिन्टर हो हेर्दै थाहा हुन्छ नि र यसले पनि कलर प्रिन्ट खास गर्दैन र अब यसमा क्यारेक्टर यसले क्यारेक्टर मात्रै प्रिन्ट गर्छ यसले फेरि उ बनाउन सक्दैन नक्सा बनाउन सक्दैन है यसले चाहिँ किनकि त्यो नक्सा हुँदैन नि त्यसमा त जे लेखेको छ त्यही झ्याप्जा झ्याप्जा थिचेर प्रिन्ट हुने हो घुमेर जुन चाहिन्छ त्यो थिच्ने हो र त्यसले प्रिन्ट गर्ने हो नि त स्ट्राइक गरेर थिच्ने त भन्न मिलेन हामीले चाहिँ स्ट्राइक भन्नुपर्ने हुन्छ है हाम्रो स्ट्राइक गर्छ क्यारेक्टरहरूलाई चाहिँ स्ट्राइक गरेर प्रिन्ट गर्छ ओहो बत्ती ल अब थर्ड चाहिँ के थियो भन्दाखेरि ड्रम प्रिन्टर है ड्रम प्रिन्टर बाँकी छ ल ड्रम प्रिन्टर एरियामा है ड्रम प्रिन्टर त इजी छ है बुझ्नलाई केही पनि छैन अब एउटा मोल्ड जस्तो हुन्छ पहिले नै रेडिमेड तिमीले यस्तो टी सर्टहरूमा झन्डाहरू प्रिन्ट गर्ने टी सर्टहरू प्रिन्ट गर्ने हुन्छ नि ड्रम प्रिन्टर युज गरेर हुन्छ कि ड्रम प्रिन्टर एकदम बेसिक प्रिन्टर हो है एकचोटि एउटा हेर न बुझिहाल्छ ड्रम प्रिन्टर कसरी काम गर्छ भनेर यो छिटो हुन्छ है फेरि फास्ट हुन्छ र जे पनि प्रिन्ट गर्न सक्छ यसले एकदमै हाई स्पिड हो एउटा ड्रम रोटेटिङ ड्रम हुन्छ त्यहाँनिर चाहिँ तिम्रो त्यो जे प्रिन्ट गर्नुपर्ने हो त्यो इम्बोस्ट गरे हुन्छ अनि रेज गरे हुन्छ अनि त्यसले स्ट्राइक गरेर चाहिँ सरर प्रिन्ट गरिदिन्छ क्या है अब त्यहाँनिर चाहिँ जे पनि प्रिन्ट गर्नु मिल्यो है यसले चाहिँ फेरि एक्सेप्ट क्यारेक्टर वी क्यान प्रिन्ट इभन फिगर्स सरी इमेजेस अल्सो है इमेज पनि प्रिन्ट हुन सक्यो यसमा चाहिँ अब हेर न है बुझिहाल्छ तिमीहरूले
अरू पनि खालको छ ल यो खालको नि हेऱ्यो ल देख्यो नि पर्चाहरू प्रिन्ट हुन्छ नि पर्चाहरू प्रिन्ट गर्छ नि त्यो निर्वाचनको पर्चाहरू झन्डाहरू प्रिन्ट गर्छ नि यसरी नै प्रिन्ट गर्छ है यिनीहरूले एकदम फास्ट हुन्छ क्या यो चाहिँ सुपर फास्ट है सस्तो पनि हुन्छ सस्तो फास्ट केही मेकानिजमै हुँदैन खासै होइन एउटा मोल्ड बनाएको हुन्छ त्यही प्रिन्ट हान्ने हजारौँ लाखौँचोटि त्यही प्रिन्ट हान्ने हो नि त अनि हाम्रो त्यो प्याकेजिङहरू प्रिन्ट गर्दा पनि यसरी प्रिन्ट गरेर हुन्छ है बाहिरपट्टिको ल बुझ्यो है तिमीहरूले भनेपछि के रहेछ त प्रिन्टर भनेको बुझ्यो है हाउ इट वर्क्स किन इम्प्याक्ट भनेको रहेछ भने वी अन्डरस्ट्यान्ड इट वेल है आई थिङ्क सो बुझ्यो होला है सबैले अब अलिकति अलिक अर्कोमा जाउँ है अब अर्को भनेको चाहिँ हामीसँग के छ त भन्दाखेरि अर्को भनेको हामीसँग के छ भन्दाखेरि चाहिँ अर्को चाहिँ नन इम्प्याक्ट प्रिन्टर छ है मोडर्न प्रिन्टर हो यिनीहरू चाहिँ नन इम्प्याक्ट मोडर्न प्रिन्टरहरू हो आजकल हामीले युज गर्ने प्रिन्टरहरू चाहिँ नन इम्प्याक्ट प्रिन्टर हो यसले चाहिँ इम्प्याक्ट नभइकन थिचेर प्रिन्ट गर्ने होइन क्या माथिबाट इङ्क छर्केर अथवा लेजरले हिट गरेर अनि त्यहाँनिर चार्जहरूको थ्रुबाट चाहिँ गर्ने हो होइन अब फर्स्टमा चाहिँ हामी लेजर प्रिन्टरमा जाउँ है लेजर प्रिन्टर चाहिँ सबैभन्दा धेरै युज हुने प्रिन्टर सबैभन्दा राम्रो प्रिन्टर एकचोटि युज गरिसके महँगो पर्छ किन्नलाई तर एकचोटि तिम्रो लेजर प्रिन्टर चाहिँ लेजर प्रिन्टरले प्रिन्ट गरेको चाहिँ तिम्रो हतपत उड्दैन के अघि गरेको प्रिन्टहरू चाहिँ उडिहाल्छ र उड्छ क्या छिट्टै उड्छ है त्यो मतलब छिट्टै फेड आउट हुन्छ इम्प्याक्ट प्रिन्टरको चाहिँ तर नन इम्प्याक्ट प्रिन्टरको चाहिँ त्यसमाथि पनि लेजर प्रिन्टरको त फेड आउटै हुँदैन प्रिन्ट गरेको लेजर प्रिन्टर चाहिँ नन इम्प्याक्ट प्रिन्टर हो हाउ इट वर्क्स एउटा भिडियोहरूमै यसको पनि ओके भयो To fully understand how technically complex color printing is, take a look at the electrophotographic process. The primary charge roller, or PCR, rotates next to the OPC drum and applies a negative charge to the surface of the OPC drum, which prepares it for the imaging process. The OPC drum is then exposed to a laser, which forms the image. This area is more positively charged than the areas not exposed to the laser. Toner is stirred in the hopper. The toner adder roller collects the toner, moving it to the surface of the developer roller. The doctor blade then levels it to the precise height. As toner moves from component to component, it develops a negative charge, which is attracted to the more positively charged image on the OPC drum.
The toner on the OPC drum is then transferred to the paper. This process occurs within the 4 color cartridges in every laser printer. The paper with the toner then passes through the fusing assembly, where it is melted and fused to the paper. Any toner remaining on the OPC drum is cleaned and moved to the waste bin by the wiper blade. The latent image on the OPC drum surface is erased by the PCR. Excess toner not transferred to the OPC drum is scrubbed from the developer roller surface by the toner adder roller and returned to the toner hopper. ल अब लेजर प्रिन्टरमा चाहिँ हैन के हुने भयो भन्दाखेरि लेजर लाइट युज हुने भयो है। यसले चाहिँ के गर्ने भयो भन्दाखेरि चाहिँ हैन एउटा लेजर बिमले हिट गर्ने भयो। अनि त्यो ड्रममा के त गोलो ड्रम हुन्छ एउटा, त्यहाँ चाहिँ लेजर बिमले हिट गर्ने भयो र इलेक्ट्रिकल चार्जहरू चाहिँ त्यहाँ हाम्रो टेक्स्टहरू जुन हुन्छ नि त्यसलाई चाहिँ इलेक्ट्रिकल चार्जको थ्रुबाट चाहिँ त्यहाँ ड्र गर्ने भयो क्या। अनि त्यही ठाउँमा गएर चाहिँ जहाँ हिट गर्छ नि लेजर हिटले त्यहाँ चाहिँ त्यो एरिया चाहिँ पोजिटिभली चार्ज हुन्छ है। अनि त्यही ठाउँमा चाहिँ गएर चाहिँ हाम्रो जुन टोनर भन्छ नि, टोनर थाहा छ? टोनर टोनर भनेको चाहिँ यस्तो हुन्छ है। ओके, अब कुन टोनर देखायो नि यो टोनर होइन है, टोनर टोनर इन प्रिन्टर। ल यस्तो टोनर देखाएको नि है, यस्तो टोनर हुन्छ नि प्रिन्टरमा। यो टोनरभित्र चाहिँ यस्तो धुलो हुन्छ क्या, ब्ल्याक धुलो हुन्छ, यसलाई टोनर भन्छ हामी। अनि त्यो टोनर त धुलो चाहिँ गएर त्यहाँ के हुने भयो त, जुन जुन ठाउँमा चाहिँ पोजिटिभली चार्ज, जुन जुन ठाउँमा इमेज छ नि, इमेज भनेको त्यो चाहे त्यो टेक्स्ट होस् चाहे इमेज होस् जे भए पनि जुन ठाउँमा छ नि त्यो ठाउँमा चाहिँ जुन पोजिटिभली चार्ज भएको हुन्छ त्यो ठाउँमा चाहिँ गएर चाहिँ हाम्रो यो टोनर गएर चाहिँ कलर ब्ल्याक छ भने ब्ल्याक, अब त्यसमा टोनर पार्टिकल चाहिँ नेगेटिभली चार्ज हुन्छ है। अब हेर है, टोनर पार्टिकल चाहिँ नेगेटिभली चार्ज हुन्छ। अनि त्यस पछाडि जुन जुन त्यो पेपरको सर्फेसमा सरी त्यो के भन्छ ड्रममा है, ड्रममा चाहिँ पोजिटिभली चार्जले चाहिँ पोजिटिभली चार्ज गरे हुन्छ। पोजिटिभ चार्जले चाहिँ हाम्रो त्यहाँ इमेज क्रिएट गरे हुन्छ है। त्यो चार्जहरूको इमेज, जस्तो इमेज भनेको जे छ त्यही क्या, जस्ताको तस्तै। जस्तो इमेज छ भने इमेज, फोटो टेक्स्ट छ भने टेक्स्ट, त्यसको चाहिँ पोजिटिभली चार्ज गरेर बसिरहेको हुन्छ। त्यसमा गएर सट्ट अब हाम्रो टोनर चाहिँ नेगेटिभली चार्ज हुन्छ, त्यो गरेर चाहिँ ठ्याक्क त्यहाँ बसिदिन्छ क्या। अनि त्यस पछाडि हाम्रो पेपर चाहिँ जब दिइन्छ है, हाम्रो पेपरमा चाहिँ त्यो सबै के हुन्छ त, अब ठ्याक्कै एक्ज्याक्ट त्यही सेप चाहिँ गरेर चाहिँ त्यो हाम्रो पेपरमा चाहिँ बस्छ क्या। अनि त्यो पेपरमा चाहिँ यस्तो मजाले स्टिक भएर बस्छ कि जस्तो छ त्यस्तो एक्ज्याक्टली सेप चाहिँ गएर बस्छ। अनि त्यो बसिसकेपछि चाहिँ अनि त्यसपछि हामी त्यसलाई बाहिर निकाल्छौँ है। पर्मानेन्टली नै बस्छ क्या पेपरमा चाहिँ। अब त्यो एकचोटि फेरि भिडियो हेऱ्यो भने चाहिँ बुझ्छ होला, नत्र फेरि फेरि एकचोटि भिडियो हेर्ने प्रयास गरौँ ल। त्यसको फेरि हेर ल यो भिडियोलाई अलिकति मेन ठाउँमा चाहिँ। अब यति मैले भनेको कुरा सुनिसकेपछि अब भिडियो हेर है। To fully understand how technically complex color printing is, take a look at the electrophotographic process. The primary charge roller, or PCR, rotates next to the OPC drum and applies a negative charge to the surface of the OPC drum, which prepares it for the imaging process. The OPC drum is then exposed to a laser, which forms the image. This area is more positively charged than the areas not exposed to the laser. Toner is stirred in the hopper. The toner adder roller collects the toner, moving it to the surface of the developer roller. The doctor blade then levels it to the precise height. As toner moves from component to component, it develops a negative charge, which is attracted to the more positively charged image on the OPC drum.
The toner on the OPC drum is then transferred to the paper. This process occurs within the 4 color cartridges in every laser printer. The paper with the toner then passes through the fusing assembly, where it is melted and fused to the paper. Any toner remaining on the OPC ल अब ड्रममा रहेको ओपिसी त्यो टोनरलाई चाहिँ फेरि अब क्लिन drum गरिन्छ is cleaned ल अब भनेपछि तिमीहरूले है मोरलेस बुझ्यो है अब त्यति धेरै डिटेलली बुझ्नु पनि पर्दैन हामीले जति बुझ्नुपर्ने भनेको चाहिँ लेजर प्रिन्टरमा लेजरले हिट गर्छ त्यहाँनिर चाहिँ पोजिटिभली चार्ज क्रिएट हुन्छ इमेजको र त्यसमा चाहिँ गएर हाम्रो नेगेटिभली चार्ज टोनर गएर टाँसिन्छ ड्रममा अनि पेपर हालिन्छ अनि त्यो पेपरमा त्यही कुरा छ्याप्पै बस्छ पेपरमै ट्रान्सफर हुन्छ त्यो अहिलेको इमेज अनि त्यसलाई चाहिँ हामीले प्रिन्ट गरेर बाहिर निकाल्छौँ अहिले यति बुझ है त भिडियो हेरेर केही योभन्दा बढी नै बुझेको होला तिमीले ल यो चाहिँ हाम्रो नन इम्प्याक्ट प्रिन्टर एउटा भयो है अर्को भनेको चाहिँ इङ्कजेट प्रिन्टर भन्ने चाहिँ हाम्रो के हो त नन इम्प्याक्ट प्रिन्टर अर्को हो लेजर प्रिन्टर चाहिँ प्रायः दुइटै हुन्छ है के भन्छ कलर र नन कलर मतलब कलर र ब्ल्याक एन्ड व्हाइट दुइटै हुन्छ इङ्कजेट प्रिन्टर चाहिँ हामी प्रायः कलर प्रिन्टको लागि युज गरेर हान्छौँ फोटोहरू निकाल्नलाई यताउता यसको बारेमा हामी नेक्स्ट क्लासमा पढ्छौँ अब आजलाई चाहिँ हामीले यति नै पढ्यौँ है आज चाहिँ हामीले यति कुराहरू पढ्यौँ प्रिन्टर जसमा इम्प्याक्ट प्रिन्टरमा डट म्याट्रिक्स ड्रम र डेजी विल नन इम्प्याक्टमा चाहिँ लेजर प्रिन्टरसम्म पढ्यौँ केही छ सोध्नुपर्ने कसैलाई केही छ छैन सर ल ठिक छ त्यसो भए मैले